कार्यक्रममा सहभागी हुने सदस्यहरू यता हुनुहुन्छ। पछाडि भरे लोकल कुखुरा झप्प काटेर तातो रसमा पलि त्यत्रो त्यो मान्छेले टिपेर 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 गुराँस फुल्नै छोड्यो। हेलो एन्ड वेलकम ब्याक टु अनदर न्यू भ्लगमा। आई होप तपाईँहरू सबै सन्चै हुनुहुन्छ होला, हामी पनि सन्चै छौँ। आज हाम्रो यहाँ मकै गोड्ने प्रोग्राम भइरहेको छ होइन। हाम्रो यहाँ रस्ता तल मकै गोडिराख्नु भएको छ। सबैजना दर्शक महानुभावहरू हेर्न सक्नुहुन्छ। म चाहिँ होइन यहाँ म चाहिँ गोड्ने मान्छे होइन नि, फेरि म चाहिँ यहाँ सबैलाई गफ दिएर मस्त मोटिभेसन गर्ने होइन। मोटिभेसन यहाँ गफ दिएपछि यस्तो छिटो काम हुँदो रहेछ। अच्छा, त्यसैले हरेक काम गर्ने ठाउँमा एकजना गफ गर्ने मान्छे चाहिने नै रहेछ। गफ गर्ने मान्छे भयो भने काम गर्ने मान्छेहरूलाई अल्छी लाग्दैन रहेछ, काम छिटो छिटो हुने रहेछ। जो कोहीमा गफ गर्ने मान्छे चाहियो भने मलाई बोलाउनु होला हाजिरामा, म आइहाल्छु होइन। पानी खानु मैले चिसो पानी ल्याइदिएको छु। हजुर मलाई के थाहा होला त्यतै मम्मीले सोध्छ। अनि बिहान बिहान यो खानुपर्छ पर्दैन आन्टी? खाजा बजाउन लैदिउँ खाजा? अर्को चिसो खाजा पर्दैन? हजुर ए बिहानै ए ल त, त्यही भएर आज ब्यालेन्समा हुनुहुँदो रहेछ त होइन। ए तिनैजनाले पो ए सबै एउटै डाङ्गो हुनुहुँदो रहेछ त। त्यो दिदी चाहिँ को हो? ओ शुभ अङ्कल, पानी नखाने आउने? गर्मीमा पानी खानुपर्छ, पसिना निकाल्नुपर्छ। कार्यक्रममा सहभागी हुने सदस्यहरू यता हुनुहुन्छ। यहाँ एकजना, दुईजना, तिनजना, चारजना, मसँग पाँचजना। पाँचजनाले एकदम रफ्तारमा आज हानिरहेको छौँ है। आज बेलुकासम्म यो सबै सकाइन्छ। त्यस पछाडि भरे लोकल कुखुरा झप्प काटेर तातो रसमा रोटी चप्प चपेर गम्मै खाने हो आजको टार्गेट होइन। ओके हजुर गम्मै खाने नि। यहाँ चाहिँ खुदको मेरो आफ्नै स्वयंको दाइको बुढी अथवा मेरो भाउजू। अरे कहना क्या चाहते हो? सबैभन्दा जोसिलो काम गर्ने मान्छे यहाँ हेरेर एक्लैले यत्रो खरिसक्नु भइसक्यो। आन्टीहरूले नि तगडा खनेको तपाईँहरूले ढिलो खनेको भनेको भने मैले चाहिँ अलिकति घरमा सागसब्जी खाँदा 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 वाक्क हुन्छ भनेर है हामीले चाहिँ एउटा सानो पोखरी नै खनिरहेको छौँ। यहाँ चाहिँ माछा निक्लिन्छ, कहिलेकाहीँ माछा ठुलो हुन्छ अनि माछा नै खानुपर्छ। पोखरी छ, कोला छ, हाम्रो त के छ के छ। ल ल छिटो खानौँ, छिटो छिटो म पानी लिएर आउँछु ल। आज त राम्रो एक्सर्साइज भइरहेछ बिहानदेखि नै। हाम्रो चाहिँ मस्त गोडाइ हुँदैछ है। अब खाजा खाने बेला पनि हुनु लागेछ। खाना
भाउजू चाहिँ टुलुक 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 खाजा खाएर खाँदै आउँछ चाउ चाउ रहेछ त खाजा पाएको छैन घरमा खाइदिउँ न त लु खाइदिउँ अरू भाउजू चाहिँ होइन एकदम भोकै खुवाउनु नसक्ने मान्छे हो क्या फेरि अलिकति भोक लाग्ने त कुर्र कुर्ने खाइहाल्ने होइन खमा बाबा पानी ल्याउनु न चाउचाउ पनि ल्याउनु भयो मिठो पारेर यता पानी खाने अनि कहाँ जाने त हामी मकै गरिसकेर म दोकान होइन अघि कहाँ घुम्न जाने भन्ने हुन्थ्यो नि तिनजुरे तिनजुरे कि हाम्रो पहाड तपाईँहरूको पाहाड चाहिँ कहाँ हो भोजपुर याकु भोजपुर याकु मेरो अनि कहाँ जाने तिनजुरे जाने अरे तिनजुरे लिएर जानु त तिनजुरे लिएर जानु त अँ यसपालि गुराँस त फुलेको छैन के हेरेर जाने तिमीले आज गुराँस त नजाने यसपालि तिनजुरेमा गुराँसै फुलेको छैन ल अगाडि पालि त्यत्रो त्यो मान्छेले टिपेर 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 गुराँस फुल्नै छोड्यो एकचोटि मजाले फुल्छ फुलेको बेला चाहिँ मान्छेहरू त्यो कहिले नदेखेको जस्तो हेर्ने हो त्यसलाई फोटो खिच्ने हो हुन त मैले पनि टिपेको थिएँ होला पहिले है टिपेर अनि फेसबुक हालेको त कसले भन्न चाहिँ नहुने हो त्यो त मैले तिनजुरेमा टिपेको होइन उहाँ मकालु जाँदाखेरि बाटोमा मलाई टिप भनेर भुइँमै छुइसकेको थियो है अनि टिपेको मात्र मैले तिनजुरे चाहिँ टिपेको छैन तिनजुरेमा चाहिँ खासै टिप्न नहुने हो क्या त्यो मैले यसो एउटा सुनेको थिएँ एकचोटि एउटा बोटमा टिपेपछि 30 वर्ष कि 3 वर्ष कति फल्दैन अरे क्या फुल्दैन अरे त्यसलाई हेर्ने हो त्यसमा रमाउने हो त्यो टिपेर त्यो एकछिन रमाइलो अघि टिपो अनि त्यसपछि फालो सक्यो अनि त्यसो त गर्नु भएन नि त यसो संरक्षण गर्नु पर्यो सबैले एउटाले मात्र संरक्षण गरेर हुँदैन होइन सबैले संरक्षण गर्नु पर्यो अनि अब पुस्ताहरूको भावी पुस्ताहरूले पनि हेर्न पाउँछ त अनि कि कस्तो भाउजू हो नि होइन पहिले त छक्कै परेको नि म त्यो गुराँस फुलेको देख्दाखेरि यसपालि त गुराँस पनि फुलेको छैन अलिअलि फुलेको छ भेलेटार तपाईँले नजाने किन तपाईँ काठमाडौँ कुदिहाल्नुहुन्छ त हामी पछि जाने के भन्नुहुन्छ हौ ए ल ल ल लु अब मलाई यहाँ कराउनु थालेँ है मैले अलिकति गफ दिनु पर्यो अरे मेरो गफ बिना काम सुरु भएन अरे ल है त हामी चाहिँ अब सक्नु लाग्यौँ है मकै गोडेर होइन अब एकछिन आराम गर्नु पर्यो ट्याक्कसँगले अनि लक्कीको स्कुल छुट्टी हुन लागिसक्यो होला ट्युसन छुट्टी हुन लागिसक्यो आउँदैन पनि 8 बजिसकेको लक्की किन आज ढिलो गरेछ त कहाँ गएछ लक्की कस्तो आज मेरो घाँटी दुखिरहेको छ यतातिर के भएर राति सुत्दाखेरि अप्ठ्यारो तरिकाले सुतेँ क्या हो म ए मेरो टोपी के हावा उडायो क्या हो खोइ कता गएछ ए मेरो भाइ कति हाँस्नु मेरो भाइमा आइसकेको रहेछ है कति बेला आएको ट्युसन पढ्यौ पढेर आयो ल ठिक छ ल अनि आएर काका म आएँ भन्नु पर्दैन त कहाँ पछाडि ए लुकिरहेको थियो अनि लुकेको मान्छेलाई देख्छु त म अनि यहाँ बस नि त तिम्रो गफ गरौँ न गफ नगरेको कति भयो हिजो बेलुकादेखि गरेकै छैन बाहिरमा गफ यहाँ आऊ त यहाँ आऊ न अहिले फेरि ए म पापा किन्दिनँ नि मसँग यहाँ गोजीमा के छ गोजीमा के छ यहाँ बस नि त अनि ट्युसनमा आज कसले पढाउनु पऱ्यो अनिस दादाले के कुन सब्जेक्ट पढ्यो आज
आज अँ, साइन्स साइन्स पढ्दैको अनि साइन्सको एउटा क्वेसन सोधौँ साँच्ची ल एनिमल वाइल्ड एनिमलमा सबैभन्दा ठुलो एनिमल कुन हो एदेखि उठेको होइन मलाई थाहा छैन एदेखि उठेको हो कि बीदेखि सुतेको लु भन त लु एक्वाटिक एनिमल एक्वाटिक एनिमल होइन हो वाइल्ड एनिमल भनेको थाहा छैन वाइल्ड एनिमलमा सबैभन्दा ठुलो एनिमल चाहिँ कुन हो भनेको क्या ठुलो पानीमा बस्ने ओ भाई मारो मुझे मारो वाइल्ड एनिमल भनेको के हो पानीमा बस्ने हो वाइल्ड ठुलो वाइल्ड एनिमल भनेको के हो एलिफेन्ट वाइल्ड एनिमल भनेको जङ्गलमा बस्ने होइन जङ्गलमा बस्ने एनिमल मध्ये सबैभन्दा ठुलो एनिमल चाहिँ कुन हो भनेको क्या ठुलो एलिफेन्ट र डाइनोसर डाइनोसर भाइ जाने साइन्समा जाने है क्या फेरि अर्को सोधौँ पक्का साँच्ची ल के सोध्नु भाइलाई साइन्स के सोध्नु होइन त होइन इङ्ग्लिसको सोध्नु ल तिमीलाई वाट इज योर क्लास टिचर नेम माई क्लास टिचर नेम इज देविका म्याम हो ल अनि इङ्ग्लिसमा त अलिक जान्नै छौ जस्तो लाग्यो है अझै इङ्ग्लिसै सोध्नु तिमीलाई भवेल साउन्डहरू आउँछ भवेल कन्सोनेन्टहरू आउँछ लु भन त ल AEIOU त्यो चाहिँ के हो भवेल लेटरहरू हो अनि कन्सोनेन्ट लेटरहरू आउँछ लु भन त ल BC अनि BC अबे जल्दी बोल कल सुबह पनवेल निकलना है BC AEIOU बाहेक अरू सबैको भनिदेऊ न D अनि भाइ जाने रहेछ हौ ल है एफ अनि एच लु भाइलाई आउने रहेछ लु माने मैले ल अब अरू के सोध्नु अरू के सोध्नु मैले चौचो खाएको अघि चौचो चौचो भनेको चाउ चाउ भनेको क्या अलि छिटो छिटो भन्दाखेरि चौचो हुन्छ क्या छिट्टो खाएको नि हामीले तिमी आउँछौ भनेर खाप्ला खुप्लो खाइहालेको अगाडि यहाँ अनि तिमी आएपछि माग्छौ नि त नि तिमीलाई फेरि पाकेटै चाहिन्छ यतिले हुँदैन हामीले यति खाएको अनि खप्ला खुप्लो खाइहालेको काकालाई फेरि कुट्ने हो त्यसरी काका चल्ने हो खाऊ तिम्रो आँखामा खोइ हिजो त यत्रो टुटुको आइरहेको छ त खोइ यता हेरौ सक्यो निको भयो यता हेरौँ त अनि केले निको उयो भएको थियो त तिमीलाई हिजो मकैबारी नपस है भनेको थियो लक्की भाइ हिजो मकैबारीमा मल लाउन पसेको थियो मसँग बेलुका भेटेछ झुसीले किराले टोक्दैछ नि भाइ केले त नि ए भाइ पनि काम पो गर्छ त है फ्री हुनु हुँदैन होइन हामी म केही काम गर्न निक्लिन्छु म पनि गर्ने भन्दै पसिहाल्छ होइन भाइ अब मकै गोटे कि नगर्ने त आज तिम्रो स्कुल छ कि छैन आज नजाउँ होला आज स्कुल आज नजाउँ होला ल मकै गोड्नु छ नि त नि जाने जाने भाइ स्कुल कस्तो खै भनेको फ्याट्टै भन न जाने भाइ जाने भएर नजाने भन मकै गर्नुपर्छ हेर यत्रो तिम्रो अर्को सानो छ नि सानो कोदालो सानो खन्ने त्यो ल्याइदिन्छु म होइन अनि पानी ल्याइदिन्छु अनि 2टा चोको पनि ल्याइदिन्छु होइन दिनभरि खाँदै खेल्नु बस्नुपर्छ पढेर होइन खनेर खन्दै पढ्दै खन्दा यसो जान्न जाने त नि
यता हेरेर भन त लु पढ्दै पढ्दै खन्दै पढ्दै पढ्दै खन्दै खन्दै जान्न जाने मामु हेरिराख्नु भएको छ अहिले खोइ भन्दै गएर त्यहाँदेखि फरुवाको झटाएर आउला नि फेरि भाइ भन न छिटो जान्न जाने भाइ स्कुल त जानुपर्छ नि फेरि यसरी मकै खन्ने उयोले स्कुल जान्न भन्यो भने त फेरि काकाले त त्यत्तिकै उयो पो गरेर त भाइ के गर्दो रहेछ भनेर भरे होइन म पर्खिरहेको छु है स्कुलमा नआउनु लिन आउनु केमा ल म 3 बजे ट्याक्कै स्कुलमा आउँछु लिनलाई है अनि लिन आएपछि अनि त्यसपछि हामी आज माछा निकाल्नु माछा निकाल्छु म त काकासँग जाने आउने घर म आएँ भने आइहालेँ आइन भने चाहिँ सफारीमै आउनु ल म घरमै हुन्छु भ्याए भने आउँछु भ्याएन भने आउँदिनँ ल भनेको ल अनि माछा निकाल्नुपर्छ आज ल माछा निकालेर है तारेर खानुपर्छ आज ल खोइ त हस् काका भनेको खोइ हस् काका होइन तिमी र म चाहिँ भरे आउने होइन माछा मार्ने पहिले फर्स्टमा होइन अनि त्यसपछि हामी जाने कहाँ जाने कहाँ जाने घुम्न जाने चस 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 आया हो मारिहाल्नु नि भाइले त मलाई भक लाग्यो चस तैँले तिमीलाई त चस गर्न आउँदैन उठा त चस यसरी गर्ने यसरी हो यसरी भाइलाई बल्ल बल्ल आउँदैछ चस गर्न ल भाइ फेरि फेरि एक वान्स मोर भाइ तिमीले हाम्रो यहाँ भिडियो बनाइ थाहा छैन यहाँ थाहा छैन मैले भिडियो पनि बनाइरहेको छु नि यहाँ ल यसरी म 3 2 1 गो भन्छु होइन हेलो भने ल 3 2 1 गो त्यसरी होइन सो म एकसँगै क्या 3 2 1 गो खोइ मैले भनेको छैन सँगै भन्ने क्या 3 2 1 गो हेलो 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 यसरी भन्ने ल होइन भाइ अनि अब आज अब बोर्डिङ जानु पर्यो होला नि त भाइ 8:30 हुनु लागेछ होइन अब माम खानु पर्यो आमाले माम पकाउनु भएको छ जाने मस्त माम खाने अनि स्कुल जानु होला ल अब हामी त यहाँ काम गर्दैछौँ है ल लु जानु बाई बाई खोइ बाई गर्दै गयो यहाँ भिडियोमा पनि बाई भन्नु नि त आउनु त लु म स्कुल जान्छु भरे भेटौँ भनेर लु खै म स्कुल जान्छु भरे भेटौँ भरे भेटौँ यहाँ आउन यहाँ आउने ए लु लाग्दै ल है त